केपी ओली जेल जाँदा सडकमा ताण्डव किन? के हामी सचेत नागरिक हौं कि केवल कसैका झोले कार्यकर्ता? पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। टायर बालिएका छन्, नाराबाजी भइरहेको छ। तर प्रश्न उठ्छ, के यो न्यायको विरोध हो कि व्यक्तिको अन्धभक्ति? लोकतन्त्रमा कसैलाई पनि कानून भन्दा माथि राखिँदैन। यदि अनुसन्धान भइरहेको छ भने सडकमा तोडफोड गरेर दबाब दिनु कत्तिको लोकतान्त्रिक चरित्र हो? आफ्नो नेतालाई माया गर्नु एउटा कुरा हो, तर के नेताको बचाउमा देशलाई बन्धक बनाउनु सही हो? कतै हामी विचार भन्दा माथि व्यक्तिलाई त राखिरहेका छैनौं। तपाईलाई के लाग्छ, यो आक्रोश जायज छ कि यो गलत परम्परा हो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै विश्लेषणका लागि हामीलाई फलो गर्नुहोस्।